नसोचेको कुरा गाउँमा तोरी पाकिसक्यो। सो हाई गाइज, आशा छ सबैजना सन्चै आराम हुनुहुन्छ होला अनि म पनि सन्चै आराममा छु। आजको मौसम भने यस्तो रहेको छ हाम्रोतिर। आज बिहान बिहान छोराले पसल लिएर गएको। पसल भनेपछि फेरि बच्चाहरू एकदम खुसी हुन्छन् क्या। अनि लगेर फ्रुटी किनिदिएको झन् खुसी। त्यसपछि फ्रुटी खुवाउँदै घर लिएर आए। त्यसपछि काम पनि केही थिएन अनि गाउँतिर लागेको। यता फेरि गाउँका भाइहरू फेसलाई गोरो बनाउँदै रहेछन्, देख्न सक्नुहुन्छ यिनीहरूको चटक। अनि बारीतिर लागियो र तोरी गोडेर घर आए, नास्ता गरियो। नास्तामा फेरि चटपटे थियो। अनि एउटा सानो भिडियो बनाऊ भनेर पार्कतिर गए र भिडियो बनाइसकेर सानो वर्कआउट गरी घर फर्किए। मेरो भिडियो चाहिँ युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। अनि अर्को कुरा, माघे पर्वको कारणले थोरै बिजी भएको कारणले मैले चाहिँ भिडियो अपलोड गर्न सकिनँ। त्यसको लागि क्षमा चाहन्छु र आजदेखि चाहिँ मेरो भिडियो आउनेछ। ल मन परे लाइक, सेयर, कमेन्ट गर्नु होला।